साथीहरू नमस्ते, लेट्स स्टार्ट। यो एउटा घर हो, लाइक यो एउटा घर हो, ओके? ल भयो भयो, चुप लागेर बसिरहेको छु, साइलेन्ट। नो, म स्टार्ट गर्छु। बोल्न पाएन, 5 महिनामा मोबाइल किनिदिन्छु। के परि यस यो भने खटालेर हाल्यो। हेलो साथीहरू नमस्ते सबैजनालाई। अनि आज चाहिँ हामी गेसिङ गेम खेल्न लागेको है। गेसिङ गेम भनेको चाहिँ कस्तो त भन्दाखेरि के अरे डम्सराज रे है। मैले बुझेको चाहिँ कस्तो त भन्दाखेरि आइप्याडमा हामीले रोल गर्छौँ अनि रोल गर्दाखेरि एउटा रोल हो कि के भन्छ त्यसलाई, ऱ्यान्डमली ओड जेनेरेट हुन्छ। अनि त्यो जेनेरेट भएको ओडलाई चाहिँ के भन्छ अरे हातको इसारा नबोलिकन आवाज ननिकालिकन के इसारा लाएर बुझाउन सकिन्छ। एकले अर्कोलाई बुझाउने अनि अर्कोले चाहिँ त्यो ओड के हो त भनेर गेस गर्ने गेम छ है त। अब यो गेम हामी खेल्न गइरहेको छ। धेरैमा 5-5 ओड हुनसक्छ, थोरैमा कति हुन्छ थाहा छैन किनकि गेस गर्न गाह्रो हुन्छ। ल हेर्दै जाऊँ कतिवटासम्म खेल्न सकिन्छ, कतिसम्म गेस गर्न सकिन्छ। ओके लेट्स स्टार्ट है त। मैले स्टार्ट गरेँ। ओके ऱ्यान्डम जेनेरेटर। म अगाडि हेरौँ, अगाडि हेर्छु है। यहाँ हेर न, हैन अगाडि हेर्दा नै मलाई हेर कि मलाई हेर, अगाडि हेर्दा नै कसरी हुन्छ भने देखिरहेको छु के मैले। ओके ल यता त केही भयो जस्तै यता हेर न। ओके ये क्या है? के हो यस्तो चिमोसी चाहिँ? के गरेर बस्दा नि यस्तो मूर्ति यसरी बसेको म। गौतम बुद्ध तपाईँ त कस्तो के हो यो टाइप बुझाउनुहुन्छ के? अब भन्नु राम केही बुझ्या भयो त। किचनसँग रिलेटेड कुरा वाल वाल ओडै त्यही हो। ओडै त्यही त वाल त्यही त लगाइरहेको छु। अघि इट्टा लगाइराखेँ नि त मैले, अनि एकदम स्टिक हुन्छ। यस्तो भने हुँदैन, यो एउटा घर हो, लाइक यो एउटा घर हो, ओके? ल भयो भयो, आफ्नो पाला सम्झाउ। यसलाई के भन्छ तँ भन्ने भन्ने हुँदैन। आफ्नो पाला सम्झाउ। ल मलाई नदेखाऊ है, उता लुकाएर। ओके मैले चिटिङ गरेँ है, यो त छुन पाइन्थेन। जीवन मैले गेस गरेको। ल ओके चुप लागेर बसिरहेको छु, सबर करो। साइलेन्ट। नो म स्टार्ट गर्छु। बोल्न पाइँदैन। ओके बोल्न भनेर पाइँदैन। हस् ल खै किन हस् भने पैसा, मनी, घर, होम, मनी, रेन्ट गयो, पैसा गयो, खर्च। एक तिमी हो, तिम्रो घरमा पैसा पठाउनु पर्ने रेमिट्यान्स, क्रेडिट कार्ड, एटिएम कार्ड, ब्याङ्क, एटिएम मसिन। पैसा गयो, दुईटा फर्स्ट लेटर होम, एच सेकेन्ड वर्ड होम कस्ट, रेन्ट, होम यिनी आफै कन्फ्युज भएको छ। होम मनी नजिक छु होइन। होम मनी लन्ड्रिङ कहाँ मनी लन्ड्रिङ, होम मनी, रेन्ट, होम कस्ट, एक्सपेन्डिचर। ओके ओके
पैसा हिँड्यो मोबाइलमा तिमीलाई दिएँ मैले बरो या ओके नो मिल्यो छैन बरो बरो 5 महिनामा मोबाइल किनिदिन्छु तिमीले 5 महिनामा पैसा कमाउँछौ कति 1 लाख तिमीले 5 महिनामा 500 रुपियाँ तिमीले 500 रुपियाँ मलाई ट्रान्सफर गरिदेऊ होइन तिमीले 500 रुपियाँ मोबाइलमा हाल्यौ 4 दिनलाई इन्टरनेट पैसा 4000 500 रुपियाँ पैसा तिमीले 500 राख्यौ सेभ सेक्योर नानी ओके पऱ्यो फेरि म कहाँ नजिक पछि म भन्छु कहाँ नजिक छ भन्दाखेरि होम मनी नजिकको ओड हो यो 500 500 तिमीले 500 सेभ गर्यौ ब्याङ्कमा सेभ गर्यौ अनि गयौ हिँडेर गयौ मोबाइल किन्यौ आइफोन 4 होइन मोबाइल किन्यौ त्यसपछि 4000 के लोन तिर्यौ अब त्यस्तै यो लिने भन्छन् नि मोबाइल उसमा लिने किस्ताबन्दीमा इन्स्टलमेन्ट तिमीले मैले 500 रुपियाँ 5000 कमाएँ मैले 5000 कमाएँ गएँ मोबाइल 4000 मा किने अनि बाँकी 1000 रह्यो 1000 बाँकी रह्यो 1000 रिमेनिङ छुट डिस्काउन्ट यस आलु 5000 पैसा लिएर गएको थियो मोबाइल 4000 मा किने हो कि 5000 को मलाई नै सरी किने हो कि के भन्दा छु मैले अनि 1000 डिस्काउन्ट पाउनु भएन पाएँ हजुर पाएँ ल मेरो आयो है त ओके त्यो देखाइदिनु नि पर्ने है के परेको थियो भनेर है के परेको थियो भनेर देखाइदिनु नि पर्ने थियो अर्को चाहिँ देखाइदिनु ल ओके यो त लास्टै गाह्रो हो तपाईको त के हो हुन्छ के हुन्छ तिम्रो 5000 ल मेरो कला ओके तिमीलाई थाहा छैन होला कसरी हुन्छ के हो यो 1 2 1 जोड्यो 2 भयो जोड्नु एड हो फर्स्ट वर्ड इज एड ओके अन्डर म के भन्दा चाहिँ अन्डर भनेको त हिँड्नु होइन गाडी चलायो रोक्नु है फर्स्ट वर्ड के थियो एड ड्राइभर गाडी चलाएर गयो बस स्टप एउटा सेन्टेन्स भनेर त्यो वर्ड दिन खोज्नु भएको तपाईँले मलाई फ्याक्चर गर्ने वर्डलाई एडलाई र ड्राइभरलाई फ्याक्चर गर्ने त्यसको वर्डहरू समथिङ वर्डहरू मिलाउने एड फर्स्ट वर्ड इज एड ओके सेकेन्ड वर्ड इज ड्राइभर र साइक्लिङ घुमाउनु राउन्ड स्ट्रेट राइड गर्नु यो भने त राइड त होला नि बस चला गरेकै होइन यो भनेको हो
साँच्ची तपाईँलाई यति मूर्ख भन्छन् मान्छेहरूले के खालको गेसिङ दिएको भन्छन् यार रे पहिलो कुरो एड छ दोस्रो कुरो ड्राइभिङ गरेको छ ड्राइभर कति दिक्कत सुन्नु र अनि अर्को कुनै वर्डको लेटरहरू मिलाएर बन्ने वर्ड हो होइन एड ठिक छ ओके यस्तो 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 अनि यस्तो म हो ड्राइभर म हो ओके मैले ड्राइभिङ गरेँ म को रोडमा रोड स्ट्रेट रोडकै अर्को केही हो होइन स्टप यहाँ म जान्दिनँ तपाईँको भन्नु अरे राम ईश्वर भगवान् एड फर्स्ट वर्ड एड सेकेन्ड वर्ड इज ड्राइभर अनि यो भने कसम यो भनेर त बुझिँदै के ल त ल के भन्नुभएको भन्नु त ड्राइभिङ के ड्राइभिङ गरेर भनेर सोधिरहेको छु के भन्नु नि यो ड्राइभिङ के ड्राइभिङ गरेर खै भने कार भ्यान बाइक साइकल खै भने अघि मैले साइक्लिङ भन्दाखेरि होइन के होइन अनि साइक्लिङ कहाँ हो त नि साइक्लिङ के अर्को भन्नु साइक्लिङ होइन नि त साइकल भन्नु पर्यो नि त साइकल भनेर कार भनेर यसो गर्दाखेरि त जसले नि कार भन्छ होला त पहिलो वर्ड ड्राइभिङ खट्टा लगाएर हाल्यो अनि यस्तो रे के त वर्ड चाहिँ एडभेन्चर हो है उफ वर्ड चाहिँ एडभेन्चर हो यस्तो पनि हुन्छ यो गेसिङ गर्ने मान्छे हार्छ कि गेसिङ गर्ने मान्छे हार्छ नि यस्तो खतरा यो त सबैले गेस गर्ने मान्छे हो ओके हेरौँला हुन त कसले हेर्छ राम्रो त मलाई थाहा छैन के हो यार ओके म यु वाइफ अनिसा ए वान मी म आई लभ हार्ट ब्रेक मेरो हार्ट ब्रेक भयो भने के हुन्छ आई हार्ट ब्रेक यु आई हेट यु दोस्रो वर्ड हेट हो दोस्रो वर्ड हेट हो यस्तै नै हो एन्सर हेटै हो अनि हेट हो भने त हेट भन्नु नि त नि हेट भन्छ क्या तपाईँले कस्तो र ऊ त म त्यसमा पनि हिँडिदिरहेको छु अनि आई हेट यु भने अनि हेट अरे कहना क्या चाहते हो ओड आएपछि त्यो ओड आएपछि हुन्छ क्या हेट थियो है गाइजो अब मैले कति मजाले बुझाउँछु हाम्रो पाला त्यस्तो पर्दैन नि त हाम्रो पाला कस्तो गाह्रो पर्छ अब यो जिन्दगीमा तिमीले सुने छैन अब नसुनेको नभन्नु न अर्को अर्को होइन सुन्न त सुने हो तर ल म अहिले अर्को भने ल 1 2 3 4 5 6 7 8 9 ल यो पनि तिमीले सुने छैन ल तर म भन्छु मैले सुनेको भन्नु कि नसुनेको त मैले कसरी गेस गर्नु त नि त्यही कता गयो हौ सुने हुन्छ के ओके
न्युज पढ्यो न्युजपेपर नो प्याराग्राफ पढै त्यही हो प्याराग्राफ यसरी भन्दा गर नि प्याराग्राफ छ है गाइज ल अब चाहिँ